हामी चाहिँ यहाँ बत्ती भत्केर हेर्नु लागि झाडी झोडी जङ्गल। यहाँ चाहिँ मेरो साथी स्टुडेन्ट भाइ बत्ती भत्केर अहिले हामी भित्र छौँ। हामी चाहिँ बिहानै निक्लेको हो, मेन लाइन 33 नै पड्केर बत्तीवालाहरूको काम चाहिँ झोडी जङ्गल सबै हिँड्नुपर्छ। त चाहिँ बत्ती चल्छ, बिहानै पड्केको बत्ती, त्यही फल्ट चाहिँ फल्ट नै पाएको छैन हो। अर्को साथी चाहिँ त्यहाँ चाहिँ झोडी पर्छ पर्दै यसरी डर चाहिँ यहाँनिर यो लहरा पोलमा लहरा गएको छ कि लहराले चाहिँ तारमा टच भयो भने चाहिँ बत्ती पड्किन्छ भने त्यो हेर्दैछौँ। यो चाहिँ तल फुक्सिरिङको पौरसमाथि हो, यो चाहिँ हाम्रो लेबुङमा आएको मेन लाइन हो उताको, पिपेली हो, उयो परको सिङमाडीको लाइन हो। भाँडाबाट सिस्नु छ है, सिस्नु छ है। बत्तीवालाले चाहिँ घाँस पनि फाड्नुपर्छ है हो, बेला बेलामा रुखमा चढ्नुपर्छ। बत्तीवाला चाहिँ घाँस पनि फाड्नुपर्छ, रुखमा चढ्नुपर्छ भनेको यहाँ। निक्लो त केटा, यसरी झोडी जङ्गल हिँड्नुपर्छ। कता कता पस्यो भेटतिरका लहराहरू पनि डढेको पनि छैन है, न कुहिदिएको छ न डढेको छ। त्यति लहरा त त्यो 33,000ले त डढाइदिइहाल्नु भन्ने नि होइन। होइन ओभर करेन्टमा बस्दैन नि त लहराले चाहिँ, बुझिस्? यो चाहिँ अर्थ फलमा राख्छ नि त, त्यही त अर्थ फलमा बस्नुपर्ने हो नि त। के लाग्यो होला हो, लागेर झऱ्यो नि, झऱ्यो होला कि। आमा ओहो यत्रो हामी झाडी जङ्गल घुमेर चाहिँ बत्ती लाइन चार्ज गर्छ हो। गाडमा चाहिँ हाम्रो अन्त सापहरूकोबाट पनि गाडमा मराउनु क्या फेरि जाँदा त। ओहो जी वो उसको नीचे से काट दिया, अब वो सूख जाएगा। वो ना वो उसमें कोई टच नहीं है, वीडियो बना के पूरा मैंने फुल वीडियो बना के। अब फुल को दिख रहा है, वो वाला बोल रहा है ना? अरे हाँ वही तो लहरा, हाँ वो जो हाँ नहीं उसको नीचे से भी काट दिया है कि वो सूख जाएगा अब। ये तो फिर वो है ना, क्या बोलता है इसमें, हेपी बेली ना, फिर इसको रिक्स कौन ले ना। यो तल फोक्सिङ हो, यो तलको चाहिँ 1,35,000 को बोल्ड हो। यहाँबाट चाहिँ यहाँ आएको छ, यस्तो यस्तो छ नि त। त्यो भिडियो थियो त अहिलेको, एउटा टच हुनु तपाईँको हामीमा टाढो न टाढो माथिपट्टि गएर पनि बनाइदिनु, माथि पोल्दैन, माथिपट्टि गएर बनाइदिनु। मुनि फेद पनि चुकाइदिनु। त्यस्तो लागेको छैन, तारमा चाहिँ एउटा टच छैन, छैन बाछाहरू पनि लागेको छैन। हाम्रो दुईजना केटाहरू त माथि मन्दिरमै छोडेर आएको, मन्दिर तलपट्टि क्या हो, त्यो छ नि त्यहाँ छोडिदिनु। अब हल्लाएर तान्दाखेरि त हल्लिन्छ। तेरे जानम दूरी तेरे मेरे
बाहिर पनि कहाँ ठाउँ आइदिएको तल पारे त के अरे नानु त माथि गएर मेगर गरेर त्यसको बादमा चाहिँ बत्ती चार्ज गर्ने निक्ल्यो अब क्रिकेटको त चलेछ त किन फेरि हामी पनि अफजोस भइरहनु भनेर नि लिइहालेन नि किनकि हामीले आदि त हेरेको छुइनँ नि त डाइरेक्ट हामीले रिकर्डिङ गराउँथ्यो म्याडमले अफसरतिर यिनीहरू यहाँको बलहरू चाहिँ खासमा त्यही होला ल्यान्ड नै होला जमिन धेरै काम भनेर मैले बोलाएको नि त अब त्यो होइन नि त नहेरेको है पछि फरस पुग्यो माथि ए नब्बु के होस् मेगर छ त हामी छैन नि त मेरो हाम्रो म त मेगर त भाषा आएको नि हामी त्यसो भइरहेको छु हो अब त फेरि उयो भयो नि लाइन बस्यो भने गोजीमा काम गर्छ अब यसमा चाहिँ अन्त यो जोडौँ न यसको पनि तलैबाट भेट्छ नि त्यहाँदेखि हो चढ्नुपर्छ त्यतिकोमा भेट्छ होला तर डल्लै जोड्यो नि त तिनवटा जोड्यो नि पहिला उयो चढेर गर्थ्यो आयो हामी उयो जालीमा चढ्थ्यो नि कहाँ हुन्छ यो अर्थ गर्थ्यो हो त्यो तार छैन त्यो तारमा अर्थ गर्थ्यो होइन त्यही चढेर दिन्थ्यो यसरी यस्तोमा अर्थ खोज्दा कहाँ हुन्थेन अर्थिङ हाल्नुको लागि रहेछ कि अहिले बुझ्दाखेरि चाहिँ हुन्छ तिनवटा हो कि चारवटा किल्ला ठोक्नु लाउने यसरी यतिको डिस्टेन्समा यस्तो कहाँबाट अन्त हामीले गयो उयो छैन हो बिडी उसले खान्छ नि खै खासमा खोल्नु पर्ने बर्खामा कसले खोल्नु अनि कसो भन्यो यिनीहरूले गरेको है यो खासमा बर्खामा खोल्नु पर्ने खोल्दिनँ न उयो छैन कसले लाउने फेरि भयो सिसा मेगर घुमाउँदा यो त टच हुँदैन जोड भेट्छ भेट्यो क्या खोल्नु पर्ने नि बान्दैन यत्रो सुकाएर भ्याइराखेर अर्थ पानी हाले पनि हुन्छ नि हुन्छ नि खोलिदिनु पर्ने हो नि घाँस अनि पानी हाले पनि हुन्छ दुई तिन गते पानीहरू हालिदिनु हो पानी हाल्नु पर्ने अन्त के भित्र माटो त चिसो होला यत्रो यो रसिन्छ नि यो चिन्टेमा रहेछ कि पाउनु त पाउँछ पुरै तामा दिनु पनि यहाँबाट पसेको पानी जन्मेको अब यो हेब्बी पसेको रहेछ कसले खाँदै सोचे हजुर त्यो खोल्ने होइन हजुर त्यो त्यतिकै हालिदिने अरे अड्काइदिनु सजिलो हुन्छ अरे त्यो उयसमा लगाउनु बुढो यसमा यसमा नि तार खोलेर उयो लामोमा होइन एकैछिनमा के भन्यो भने डिबोले मैले बुझिनँ कस्तो प्लास्टिक भएको रहेछ यो त तार खोज नै छैन हो ए तार चाहिन्छ उयो काट्नु अझै एउटा काट्नु
तेल बनाउनु पर्ने अहिले एकपट्टि सानो ल्याउँदा छोडे पिसा गयो काम हुँदैछ धन्दा भइसक्यो त्यो काम हुँदैछ धन्दा हुँदैछ क्या त्यहाँ दाल त निकै छोड्छु सबै चोर्छु अगाडि पनि जानुपर्छ यो चाहिँ मे गर्नु लागि गणेश पोलमा चढ्दैछ हो अनि ओके ल लगाउ न चढ्छ ल कहाँ लगाएको सर्ट 100 के भन्नु तिमीले मे गर्छ रहेछ 500 रुपियाँ हुन्छ पहिला फेस टु फेस हेरौँ न होइन पहिला त्यसले माथि हालोस् कि उतापट्टि लगाएको हुन्छ नि त्यो त भाँच्यो नि बाँध नै बरु बेन्डिङ हो खोइ सर्ट नै गरौ त सिधै यो चाहिँ सर्ट सर्ट कहाँ त स्वाक्क जानुपर्ने राम्रो स्वाक्क जानुपर्ने त सर्ट लाइन टु लाइन ल दस चिप्लिन्छ म त डर ल तिमीले भन न तिमीले नभए कहाँ घुमाउँछ कुन चाहिँ यो आर भाइ लाइन टु लाइन होइन दिनु होइन लु दिनु त लाइन टु लाइन ओके छ 20 20 पनि 20 50 50 एकछिन भयो ल दिउँ साइड साइडको दिनु होइन 50 50 50 50 50 राम्रै छ अब बिच र कुन चाहिँ गर्दैछ अघि त्यो बिचमा हाल्छ साथी देप्रेको हालिदिउँ ए हालिदिउँ घुमाइदिउँ घुमाए ल 50 50 अर्थ गऱ्यो नि अर्थ फेस पनि गर्ने के गर्ने गर्नुपर्छ अर्थ भने कालो है साथी ल कालो अर्थ है ल फेस टु फेस होइन एकछिन ल यो किन चाहिँ आर र आर भाइ घुमाउँ आर भाइ 50 त्यति नै छ आर भाइ 50 आर भाइ 50 तिनटै रेडियोलाई पनि ठिकै छ उयो नहेर्नु होइन अर्थ फेस ल भयो ओके सर्ट गर त सर्ट ल ल बिस्तारै गर है तिमीले भन न तिमीले नभए त कहाँ घुमाउँछौ घुमाउँ यसलाई पनि करेन्ट दिने पो लाग्छ त भयो भयो लु बिस्तारै छ पोस्ट गरिदेऊ न पहिला हाम्रोमा ग्रुपमा बिस्तार छ बनाए अब हालिदिन्छु प्रवीण दाला हालिदेऊ न सबै गरिसक्यो हो अब चाहिँ बत्ती चार्ज गर्नु पोल्ट्री पनि हेरेन सायद लागेर गऱ्यो होला अब चाहिँ चार्ज भन्ने बत्ती चार्ज भइहाल्यो हो अब चाहिँ बिहान आएको अब चाहिँ खाजा खानु जानुपर्छ अचार पनि किने बेच्न आएको रहेछ अब चाहिँ घरमा गएर खाजा खानुपर्छ बिहान निक्लेको घर चाहिँ यहीँनिर हो नजिकै पर्छ यही छ घर मेरो चाहिँ आमा आमा
ल